अनि त्यो खोला हो अनि तल पुरो यो रोड गएको छ यो बरबाटी हुने ठाउँ जान्छ तपाईँको त्यति पहिला गएको ठाउँ घर त्यही हो अनि त्यो पछाडि के भन्छन् त्यो पसल ऊ हाम्रो त्यो घर देखिन्छ त्यही छ पसल एउटा तल छ त्यो चाहिँ विद्यालय हो त्यो उपल्लो गाउँ हो यो यता साइडको गाउँ हो त्यो त्यता साइडको गाउँ हो भाइहरू के छ ठिक छ दाइ कहाँबाट आउनु हो इन्डियन लाहौरबाट अब के गर्ने यस्तै छ जिन्दगी एहे हामीले त यहाँ पढेर यहाँ दाइ के गर्नुभयो कि नपढेर इन्डिया जानुभयो यहाँ हामी तिनैजनाको लोकसेवा नाम आयो बधाई छ यार भाइहरू तिमीहरूलाई मैले त विदेश गएर यस्तै हालत भयो हेर्नुहोस् अब हालत देखिरहेको होला अब के गर्नु त सबैको भाग्य एउटै हुँदैन ल अब एकछिन भेट पनि भएको छ अब भाइहरूको होइन हल्का मैले विदेशी रक्सी ल्याएको छु खाउँला नि मिलेर बसेर लगेर खाऊ है खाम लाग्यो यार मलाई त खाम यार यो त सघाउनु पर्छ यार आज यस्तै हो दाइ जिन्दगीमा अब रक्सी पनि लागिहाल्यो अब तपाईँको लभ स्टोरीको बारेमा केही सुनौँ न सुन्ने मन पनि लागिरहेछ अब यस्तै कुराकानी अझै भेट भयो कुराकानी गरौँ ल जाऊँ न त माथि एउटै बिस्तारै एक्लै गरौँला कुराकानी यत्रो ज्ञानको मुखती गरे त अब बिजोकै होला हाम्रो जाऊँ न त जाऊँ ल कहाँ परेको थियो होला तपाईँको लभ मेरो लभ अब भन्नुपर्दा जुनी चढेमै पढ्या हो मैले अब लभ गर्दाखेरि लास्ट दिन फोन गरेर गएको हो मेरो गर्लफ्रेन्डसँग मेरो गर्लफ्रेन्डको नाम है सुनिता हो त्योसँग लास्ट दिन कुरा गरेर गएको अब 4-5 वर्ष भइसक्यो अब भेट भएको छैन अब त्यो कहाँ बस्थे गरेले अब दाइ तपाईँ के गर्नुहुन्छ त म यार अब त केही इन्डियातिरै फेरि फर्किन्छु होला यार मेरो जिन्दगी बिजोग हुने भयो अब होइन के गर्ने यार भाइ यस्तै छ मान्छेको झोला र झोलाको अनुहार र हेर्नुहोस् मेरो झोला यस्तै छ अब कपडा पनि हेर्नुहोस् यस्तै छ के गर्ने होइन अब हात कट्टु लगाइएको छ झोला यस्तै छ यस्तै झोला बोक्नु परेको छ है अब म फर्किन्छु होला यार 2 दिनपछि अब यो यस्तो नगाउँछौँ हेर्नु पऱ्यो 2 दिनपछि मैले भोलि घुमाइदिनु होला गाउँ ठाउँ होइन यताउति अब त्यसको विवाह गरेको घर यताउति होइन अब म त पीडित छु यार आजभोलि के गर्ने भइहाल्छ दाइ त्यो घुमाउने काम त गरिहाल्छु अब तपाईँको जिन्दगी त यस्तै बिग्रियो अब के गर्नुहुन्छ इन्डियातिर गएर पनि यस्तै हो काम गर्ने यहाँ नेपालमा बसेर केही गर्न सकिँदैन यार अब के गर्ने अब आफूले मन पराएको केटीले पनि विवाह गर्छिन् अब के गर्ने ल जाउँ यार भाइ पोहोरसम्म घुमघाम गर्न हाम्रो गाउँ यतै छ दाइ यता त्यही हो हाम्रो गाउँ तपाईँ त्यति पहिला गए ऊ त्यो घर हो त्यही हो अनि हाम्रो गाउँ अनि यस्तै छ गाउँको अवस्था ल यार म पनि अब केही यहीँ गाउँमै बसेर केही गर्न सक्छु आजभोलि गाउँ पनि धेरै परिवर्तन भएको छ पहिलाभन्दा होइन अब म केही हजुरको साथ पाएर नै केही गर्न सक्छु होला जस्तो मलाई आफ्नै आत्मबल बढिरहेको छ होइन मलाई अब हजुरले केही साथ दिनुभयो भने मलाई म केही ओमो हुन चाहन्छु यार
भइहाल्छ